यो हाम्रो चक्रे भेनाको बुढी पनि यही छ त तपाईँको छेउछाउ बस्छ मैले चिनाइदिन्छु त्यो बहिनीलाई चिन्छु मेरो बहिनी मलाई माया गर्छ बहिनीले तर यो भेडा चाहिँ बेकाबे छ लम्फू हो माया होइन चक्रेले पनि माया गर्छ चक्रे बोल्ने मात्र त्यस्तो हो चक्रे एकदमै धेरै चेन्जेस भएको छ अहिले त्यो बहिनीसँग लभ परेपछि म त एकदमै ह्याप्पी फर देम म त त्यो माया बहिनीलाई त धेरै थ्याङ्क यू दिन्छु किनभने चक्रे भाइलाई यस्तो राम्रो मान्छे बनायो क्या उसले यो चक्रे चाहिँ भाइको 100% संस्कार यो पहिलेदेखि मान्छे भएको राम्रो थियो यो चाहिँ हो मान्छे बुझेर बनायो रेस्पेक्ट क्या गर्छु माया यस्तो क्या गर्छु कान्छ इज्जत गर्छु तिम्रो तिमी संस्कारी पहिल्यैदेखि थियौ एउटा चक्रे ठकुरीको बच्चा हो चक्रे संस्कारी भेना होइन फटा हो क्या चक्रे फटा कहिल्यै थिएन ऊ संस्कारी पहिला पहिल्यैदेखि थियो ऊ संस्कारी अहिले पहिल्यैदेखि थियो तर अहिले मायाले उसलाई मायाले उसलाई अझ अहिले हाम्रो दिदी पाएर बनायो ठिक भएको हो क्या हाम्रो दिदी पाएर ठिक भएको हो होइन होइन त्यो चक्रे पहिल्यैदेखि दिदीले ठिक संस्कारी बनाएको ऊ जति नै मोज गरे नि जति नै इन्जोय गरे पनि मैले चक्रेलाई नेगेटिभ कहिले पनि देख्दिनँ मैले मलाई इन्सल्ट मलाई होइन मलाई कस्तो लिनुहुन्छ दिदीले भन्नु त तिमी त फटा छौ मैले इन्सल्ट होइन यो गोपुलाई पनि म नेगेटिभ देख्दिनँ नि गोपे चाहिँ अलि मेन्टली अलिक ट्रिगर भयो कि जस्तो छ त्यो केटालाई चाहिँ त्यो बुढीले छोडेर गएछ बच्चाहरू छ त्यसलाई चाहिँ त्यो धेरै स्ट्रेसले गर्दा मेन्टल ट्रिगर भयो जस्तो लाग्छ तर गोपु दाइलाई अलिकति मेन्टल ट्रिगर छ कि जस्तो लाग्छ तर यो त्यस्तो चक्रेलाई छैन त हौ मैले गोपु नेगेटिभ दाइ ठिकै छ पहिल्यैदेखिबाट कहिल्यै पनि देख्दिनँ कहिले जिन्दगी नेगेटिभ देखिनँ यो केटालाई मैले एकदम इनोसेन्ट लाग्छ मलाई केटा अनि दिदी त्यो सुनको लाउनु भयो कि के को हो सुनेको नि मलाई थाहा दोकानमा छैन नछ राजन छेत्री, तिमी कस्तो छौ मैले तिमी माथि आएर कुरा गर न वाइफाईले जस्तो तिर्सेन मलाई भन्ने पऱ्यो म कस्तो छु भनेर मैले तिमीलाई मैले चिनेकै छैन म तिमी कस्तो छौ भने कसरी दिदी भन्ने भविष्यवाणी गरिदेऊ न तिर्सना मलाई थाहा दिदी छैन भाइ तिमी बोल न पहिला मसँग बोल्दै जाऊ जस्तै वाइफाई भनेको मनको राम्रो होला के होला तर अलिकता त्यस्तै त्यस्तै सर्कलमा छ त्यस्तै जजमेन्टल जस्तो हुन्छ कहिलेकाहीँ तिमी मलाई चिनेको छैन जजमेन्टल मनको जस्तो राम्रो हुन्छ छ अरे वाइफाई दिदी अलि तिमी अलि बढी बोलेको नि मन पर्दैन नि त मलाई जस्तै उसले चक्रले कस्तो राम्रो बोल्छ मसँग तिमी अलिक बढी बोल्छौ नि त्यस्तो मन पर्दैन नि त मलाई ए बोल्न अस्ति जानु एक दिन दिदी त्यो तपाईँको लाइभमा त्यो त्यत्तिकै जिस्केको थिएँ हौ तपाईँसँग त्यो होइन के अरे त्यो मात्रै होइन मेरो कि साथी त्यो मात्रै होइन मलाई चाहिँ रेस्पेक्टेड मान्छेहरू मनपर्छ क्या त्यो जताभावी मन पर्दैन क्या के अरे मलाई उयो ऊ चाहिँ मनपर्छ है चक्रे चाहिँ मनपर्छ पहिल्यैदेखि मलाई एकदमै रेस्पेक्ट गर्थ्यो उसले फन गर्थ्यो इन्जोय गर्थ्यो तर रेस्पेक्ट गर्थ्यो क्या राजन जय हो तिमी दिदी कहाँ बस्छौ तिमी कहाँ बस्छौ तिमी मसँग बोलेकै छैनौ मलाई तिम्रो बारेमा कसरी थाहा हुन्छ त अनि म टेक्सासमा बस्छु हामी पहिला बोलेको थियौँ गाइस ट्याप द स्क्रिन ए मैले चिने यो राजन भाइ त डान्सर भाइ यो दानको भाइ मैले चिने अहिले चिने त उछस् भाइ राजन भाइ त गफाडी छस् त झुट किन किन कसरी केमा झुट बोले धेरै केटी धेरै बनाउँछ तिमीले गर्लफ्रेन्ड ए धेरै बनाउँदै एउटा अहिलेसम्म यहाँ त्यतिकै छ यहाँ 4-5 वर्ष भइसक्यो मुला झोलाई पनि गफ हान्दै हिँडेपछि मैले बिहा भएको छैन मैले बिहा गर्न खोजेको केटालाई मलाई कति मन पराउँथेँ तँलाई म त मुला जता भाइ केटी सुड्डी पनि मन पराउँछ खुट्टी पनि मन पराउँछ त्यसमा लो क्वालिटी यहाँ सुन न म बिहान चाहिँ बिहानको टाइम छ ल मलाई के गर्छु भने मसँग कोही केटी रहेछ अमेरिकामा भने यस्तो केटा लो क्वालिटी अरे दिदी लो क्वालिटी अरे लो क्वालिटी मसँग जिरो छ कोही पनि छैन एकजना केटी छैन म भन्छु यहाँ सुन कान्छा कस्तो भने अमेरिकामा भनेको केटीहरू एकदम सेल्फ डिपेन्डेन्ट हुन्छ अमेरिकामा तिमीले माया गर्ने भनेको इमोसनल्ली केटीहरूलाई चाहिँ इमोसनल्ली लभ गर्नुपर्छ तिमीले होइन जबसम्म तिमी इमोसनल्ली जान सक्दैनौ नि जबसम्म तिमी चाहिँ केटीलाई जज गर्छौ नि जबसम्म तिमी केटीहरूलाई चाहिँ त्यो रेस्पेक्ट दिन सक्दैनौ नि तबसम्म तिमीले केटी पाउँदैनौ गाह्रो भयो यार के आइडिया लगाइदिनु पर्यो के गर्ने हो तिमी दाङ हो पहिला घर किसन्ती म जान्छु कि युनेस कार्कीलाई तान्नु अरे तान दिदी भन्दैछ लेखिरहेछ त्यसले तान भन्ने मान्छे हो म त युनिस खाते त भन्ने मान्छे हो खाते तेरो औकात त्यहीँ देखिसक्यो तँलाई किन तान्ने म तेरो औकात देख्नु पर्यो नि औकातमा आइज न युनिसा खाते तिर्सनामा मन पर्थ्यो पहिला नै यस्तो हो क्या राजन मन पर्ने भन्दा पनि तिमीसँग मेरो एक दुईचोटि कुरा भएको थियो होइन सम्झना के छ तिम्रो हाल खबर ठिकै छ चक्रे भाइ नमस्ते मेरो भाइ नमस्ते तिम्रो के टेक्स्ट आयो न बाबु टेक्स्ट आयो तिमीलाई जता भाबी नबोल भने त्यही भएर मैले तिमीलाई के अरे
तिर्सनाले जे होस् हाम्रो चक्रे भाइको बारेमा चाहिँ एकदम राइट बोल्नु भयो क्या। मलाई एकदमै खुसी लाग्छ क्या चक्र होइन चक्र भने जस्तोलाई त्यस्तै हो क्या राम्रोलाई राम्रो नराम्रो राम्रो हो क्या त्यो भन्दा पनि राम्रोको लागि राम्रो नराम्रो पछि नराम्रो हो चक्र क्या यस्तो हो क्या चक्रमा पहिल्यैदेखिबाट संस्कार थियो चौरको अहिले रिस उठ्नु पर्दा हिद्रे अहिले खुरो निकालेर देखाएन यी तँलाई खार्छ भन्ने बेर हुँदैन गर्दैन त्यस्तो अरूलाई के गर्छ थाहा भएन तर मेरो लागि चाहिँ चक्रे भाइ मेरो आफ्नो घरको भाइ सर हो। भने के त्यति राम्रोको लागि धेरै राम्रो भाइले मलाई माया गर्छ त्यति धेरै मलाई भाइले रेस्पेक्ट गर्छ त्यो टिट फर ट्याट त त्यस्तै मान्छेलाई हुनुपर्छ नि त भाइले त्यही गर्छ हामीलाई मतलब भएन एउटा पोजिटिभ बानी कस्तो छ भने उसले गर्ल्सहरूलाई जहिले रेस्पेक्ट गर्छ क्या उसको पोजिटिभ ह्याबिट त्यो छ क्या उसले आफ्नो लाइफ फन गर्छ तर गर्ल्सहरूलाई रेस्पेक्ट गर्छ क्या एउटा राज गुरुङले पनि गर्ल्सहरूलाई रेस्पेक्ट गर्छ नि तिमीलाई थाहा छ राज गुरुङ चिन्छ नि म उसले पनि गर्ल्सलाई रेस्पेक्ट गर्छ कस्तो भने उनीहरू बोका हो केटा बोका हुनै पर्छ केटा भएपछि बोका हुनुपर्छ तर यिनीहरूले जुन केटीलाई रेस्पेक्ट दिनु पर्ने नि त्यो दिन्छ क्या त्यो सबसे ठुलो कुरा हो केटा भएपछि बोका त हुनुपर्छ नि यार बोका भएन भने त त्यो केटालाई केटी किन चाहियो त त्यो हेल्दी केटै भएन नि केटा इज बोका इज नेचुरल के गर्नु आज बुढीले दोहोरो हान्ने भयो ठोक्ने भयो आज दोहोरो गाली गर्छ टेन्सन भइरहेको छ गाई चाटो गरौँ गर्दैन यहाँ बोल म कुरा गर्छु मायासँग चक्रेले मलाई जिस्काउँदै थियो सम्झना बुढीसँग डराउँदैछ क्या बुढीले मलाई गाली गर्ने हो गाली गर्दैन मैले हजुर म क्यालिफोर्निया आइजाउँ त बाबु तिमीले मलाई माया गर्नै जान्दैनौ क्यालिफोर्नियामै होइन त्यो सिकाउने हो त नि तिर्सना त क्यालिफोर्नियामा हुँदै होइन कहाँ हो त अनि ऊ कहाँ बस्छ के गर्छ त आफूलाई थाहै छैन हामी आजभन्दा हामी 3 वर्ष पहिला बोल्यो 3 हो कि 2 वर्ष पहिला बोल्यो भने त्यसले क्यालिफोर्निया तर यो पाकेछ क्या यो सम्झना यो मेरो लाइकको होइन क्या पाकेछ बरु यो भन्दा त यो चक्रे चाहिँ बरु खम्बु छ चक्रे अमेरिकामा छैन बरु यो चक्रे ठिक छ यार यो भन्दा त यिनीहरू पाकेछन् कि अमेरिका आएर के गर्नु गाउँबाट फुत्तै अमेरिका झरे जस्तो लाग्छ